ओम नमो नारायण। अहिले भने श्री 5 महाराधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकार को बड़ा महारानी कोमल राज्य लक्ष्मी देवी शाह सरकार का साथ विन्ध्यवासिनी दर्शन गर्ने कार्यक्रम रहेकोमा विशेष नेपाल को मौलिकता रक्षार्थ प्रतिबद्ध नेवारी संप्रदायका तर्फबाट श्री 5 महाराधिराज सरकारलाई गणेश मंदिर में दर्शन गरेर अनि विन्ध्यवासिनीमा दर्शन गर्ने व्यवस्था मिलाउनु पर्यो भन्ने इच्छा चाहना राखे बमोजिम नेवारी मौलिकता को रक्षा को लागि राज संस्था को अपरिहार्यता महसुस गरेर विशेष नेवारी संप्रदाय को तर्फबाट गरिएको आग्रहलाई श्री 5 महाराधिराज एवं बड़ा महारानी सरकार मूल आयोजक समितिले चाहिँ यहाँहरूको इच्छा यहाँहरूको चाहनालाई मनन गरिकन हामीले त्यो व्यवस्था मिलाएको क्रम छ र बड़ा महाराधिराज सरकार गणेश मन्दिरबाट पाल्नु हुने क्रमसँगै अहिले पोखराको भीमसेन मन्दिर अत्यन्त सुसज्जित पारेर राखिएको भीमसेन मन्दिरमा नेवारी आफ्नो नेवारी पहिचानमा सुसज्जित भइकन पोखरा भीमसेन टोल भैरव टोल लगायतका यो आमा समूहहरू अहिले यहाँ प्रस्तुत भइरहेको क्रम छ। आफ्ना प्यारा राजा रानीलाई स्वागत गर्नको लागि जय होस् जय होस्। अहिले स्वागत समितिको तर्फबाट यहाँ पदाधिकारीज्यूहरूको समेत अहिले उपस्थिति रहेको अवस्था छ भने आफ्नो मौलिकता रक्षार्थ राज संस्था राजा भनेको राजा नै हो, दलहरूको राष्ट्रपति अथवा दलका नेता भनेको दलका नेतै हुँदा रहेछन्, हामीलाई चाहिने त राजै रहेछ भन्ने खालको कुरो अनुभूत गरिकन आफ्नो धर्म संस्कार संस्कृति रक्षार्थ राजा नै चाहिँदैछ भन्ने कुरो यहाँहरूलाई लागेको हो। राजा नभए हाम्रो मौलिकता नरहने अवस्था यहाँहरूलाई लागेको हो। राजा चाहियो, राजा चाहियो, राजा नै चाहियो। ल यहाँको नेवारी मौलिक हजुर हजुर हाम्रो मौलिकता जोगाउन नेपाल जोगाउनलाई चाहिँ राजा चाहियो। को चाहियो? ल त्यसो भए हामीले जय जयकार गरौँ त श्री 5 महाराधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकारको, श्री 5 महाराधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकारको, श्री 5 कोमल राज्य लक्ष्मी देवी सरकारको, हाम्रो मौलिक रैथाने संस्कार संस्कृतिको नेवारी जातिको जय होस्। अब हामीसँग नेवारी जातिको बीचमा फेरि अर्को दशनामी सम्प्रदायको तर्फबाट हजुर 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 ल यहाँ मलाई गाह्रो भयो विशेष मैले म माफी माग्न चाहन्छु। नेवारको मात्रै राजा हो भनेर चाहिँ यहाँ हामीलाई अहिले राजा सबका, राजा सबका, हाम्रो राजा हाम्रो देश, हाम्रो राजा, राजा सबका, राजा सबका। ल है यहाँ मैले नेवारी सम्प्रदायको विशेष यो टोल पनि भएको कारणले गर्दा उहाँहरूप्रति लक्षित गरेर चाहिँ नेवारी सम्प्रदायको संस्कृति रक्षार्थ राजा चाहियो भनेको त नेवारलाई मात्रै हो र भनेर चाहिँ एकजना भाले खप्लक्क खानुभयो अनि राजा राजा सबका। ल यता सुनौ है नेपालको राष्ट्रियता रक्षार्थ राजा राजा सबका साझा भन्दै अब अब हामी अहिले श्री 5 महाराधिराज सरकारको यो पदयात्राको क्रममा सबैभन्दा अगाडि चाहिँ यहाँ महर्षि गुरुकुल वेद विद्याश्रमका तर्फबाट बटुक भाइ बहिनीहरू अहिले आफ्ना प्यारा राजाको स्वागतार्थ महर्षि गुरुकुल वेद विद्याश्रम हजुर हजुर कस्तो छ माहौल, कस्तो लागिरहेछ? माहौल एकदम राम्रो। नेपालको संस्कार संस्कृति रक्षार्थ राजा नै चाहिने अवस्था जस्तो देखियो। सबै आत्तिसकेका छन् जनताहरू। हजुर अब यो आजको माहौल हेर्दाखेरि हजुर राजाको सवारी पनि हुनेछ र आउनै हुनेछ जस्तो मलाई विश्वास लाग्छ हो। अब राजाको राज संस्था स्थापना भइसक्ने छ जस्तो लाग्यो। अवश्यमै भयो। जनताले राज संस्था चाहिँ स्थापना गरिसके एकदम ओ विधिवत ल्याउन बाँकी छ। राजा सबका साझा भन्दै अहिले आफ्नो हातमा राजा सबका
डम्बरुको गुड्का खस्यो अब जहिले राजा ल्याउने त्यहिले यो डम्बरुमा 2टा गुड्का बजाउने कहिले डम्बरु बजाउने छिटो बजाउने ल अहिले श्रीपाद महाराज सरकारको सवारीको क्रममा पोखराको अहिले यो मौलिक स्थान यहाँ गणेश स्थानबाट सुरु हुने पदयात्रा सम्पूर्ण नागरिकहरूको हात हातमा पुष्पगुच्छा लिएर चाहिँ राजालाई स्वागत गर्नको लागि आफ्ना मौलिकतामा चाहिँ प्रस्तुत भइरहेको क्रम अहिले हामीले देखाइरहेका छौँ। ओ जय होस्। अब अघि मैले भनेको अलिकति टुटा छ। राजा सबका साझा खोइ सबैले भन्नु न राजा सबका राजा कसैको हो त राजा सबैको श्रीपाद महाराज सरकारको श्रीपाद महाराज सरकारको राजा सबका साझा भन्दै यहाँ आम नेपाली जनताहरू राजाको स्वागतमा स्थायी गाग्रीहरू चाहिँ सुशोभित पारेर राखिएको अवस्था छ। नरनारीहरू आफ्ना राजाको दर्शन गर्नको लागि अहिले लामबद्ध भइकन बसिरहनु भएको अवस्था छ। यहाँ अहिले हामी भीमसेन मन्दिरबाट चाहिँ तल लाग्दैछौँ है, नालामुखमा छ अहिले म। अनि यहाँ आफ्ना प्यारा राजाको लागि ज्ञान मार्ग स्वतन्त्र महिला समूह पोखरा 3 नदीपुरबाट चाहिँ यहाँ आमा समूह प्राप्त हुनुभएको छ। यहाँहरूलाई धेरै धेरै धन्यवाद, धेरै धेरै धन्यवाद। अघि मैले यहाँ नेवारी सम्प्रदायको तर्फबाट मौलिकता रक्षार्थ राज संस्थाको अपरिहार्यता नेवार समुदायलाई रहेछ यस्तो सुसज्जित अवस्था आयो भनेको त अर्को एउटा बाले के भन्नुभयो नेवारको मात्रै हो राजा भनेर मलाई चाहिँ के गर्नुभयो खप्लक्क खाएपछि अनि मैले के भने राजा सबका ल है सबैले मैले भने आएन यहाँका सम्पूर्ण नागरिकहरू भन्दै हुनुहुन्छ राजा सबका हो। अब अहिले यहाँ फेरि अर्को ग्रुप आएको अवस्था छ है। उहाँ मुस्लिम समुदायबाट चाहिँ हाम्रो नेतृत्वकर्ता बुवाहरू यहाँ प्राप्त हुनुभएको छ। आफ्ना प्यारा राजाको लागि यहाँ लामबद्ध भएका हजारौं नारीहरूको बीचमा बुवाहरू आफ्ना प्यारा राजा नेपालको मौलिकता रक्षार्थ राजाको विकल्प छैन, राजा चाहियो भन्दै हुनुहुन्छ भने यहाँहरू आज यहाँ किन आउनुभएको बुवा? यहाँ हाम्रो चुलोमा मुडो घरमा बुढो नभए अगर राज्यमा राजा नभएदेखि रानीको बगर बचाउनु छ नेपाली पन पनि जगाउनु छ हरियो वन पनि। एकदम म चाहिँ जुम्मालको नाति बिन मोहम्मदको नाति बस उहाँ चाहिँ धनपति चौरालीको चौतारो बनाउने ठाउँमा चाहिँ धनपतिको नाति उहाँ रहिमतेलेको नाति। एकदम म हनिफ मिया लोक कवि अहिले मियाको छोरा हो त। हजुरको अब हजुरको पिताजीको यो अतुलनीय योगदानलाई चाहिँ राज संस्था र नेपाली मौलिकतामा हामीले तुलना गर्न नमिल्ने अवस्था छ भने यहाँ केही विकृति छर्ने व्यक्तिहरूले भन्दैछन् कि राजाले गर्दा मुस्लिमको धर्म खायो बस्न दिएन भने के त्यस्तो लाग्छ? हामीलाई त त्यस्तो लागेन। राजा भनेको देशभरिको नङ्ग्र मासु जनता हुन् बस। अब यहाँ त्यस्तो भने ती अल्पज्ञानीले भनेको हो बुवा। अब तिनको जस्तो भन्ने सर्वनाश हुन्छ त्यस्तो भन्नेको सर्वनाश चाहिएको छ। यो असत गर्न नाश भन्ने धर्मले चाहिँ पर्यो। एकदम राजा सबका अघि मैले भन्दै थिएँ फेरि पनि दोहोऱ्याएँ है। त्यहाँ नेवारी सम्प्रदायबाट चाहिँ आफ्नो अस्तित्व रक्षाको लागि राजा नभयो भनेदेखि हाम्रो अस्तित्व रक्षा हुन सक्दैन भनेर त्यहाँ धेरै नेवारी पहिरनमा चाहिँ ज्ञानेन्द्र राजा देशको दुःख मेटेर जाऊ आज। ल फेरि भनौँ न हामी सबैले लान्छौ आखिरीमा लान सक्ने जम्मा पारोलाई। उहाँ अलिमिया लोककवि अलिमियाका सुपुत्र हुनुहुन्छ। जनता सुखलाई राष्ट्रपिता सबैसित मेरो निवेदन वृन्दावनको न्याउली झै रोइरहेछ मन। आउन राजा फुलको थुवामा देशको सेवा स्वर्गमा लैजान।
एकदम हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। नेपालको अस्तित्व रक्षाका लागि, यहाँका सम्पूर्ण जाति जनजाति पन्थ सम्प्रदायको अस्तित्व रक्षाको लागि राज संस्थाको अपरिहार्यता अनुभूत गरिकन उहाँ त आफैमा लोककवि अली मियाका सुपुत्र, बुवाको गुण अवश्य आएको छ। सरसर्ती केही कुरा भन्ने बित्तिकै कविता प्रस्फुटन भइहाल्छ। नेपाली राज संस्थाको बारेमा चाहिँ यस्ता सार्वजनिक अभिव्यक्तिहरू पस्किनु भएसँगै उहाँप्रति हार्दिक आभार व्यक्त गर्छु। अब मसँग चाहिँ भीमबहादुर बा हुनुहुन्छ। आजको माहौल कस्तो छ बा? एकदम राम्रो। हजुर, खुसियाली। हजुर, देशको लागि अहिलेको परेको विडम्बनालाई हजुर कमसेकम मलम पट्टी लगाउने आशामा सम्पूर्ण हामी नेपालीहरू भेला भइरहेका छौँ। महाराज सरकारको जब सवारी होला र हामी चाहिँ सरकारलाई स्वागत सम्मान गर्न पाइएला भनेर आतुर भइरहेको छ अवस्था छ। हामी आतुर छौँ। सबै सम्पूर्ण सिधा सादा जनता अहिलेका जुन छट्टुकारदेखि बाहेक सारा सिधा सादा नेपालीहरू सरकारको कति बेला राज्यारोहण नारायण हितमा सर आफ्नो राजालाई कहिले नारायण हितमा भित्राउने राज्यारोहण गर्ने भनेर यो आतुर जनशक्ति हो नि। हो एकदम समुदाय हो। समुदाय हार्दिक आभार व्यक्त गर्छु। उहाँको प्रतीक्षा गरिरहेको ल एकदम यस्तै गरिकन आफूलाई राजनैतिक दलको तर्फबाटै कथित लोकतन्त्रका हिमायतीहरूले चाहिँ राज संस्था प्रपञ्च गरेर चाहिँ राज संस्था हटाए पनि राजनीति गरेरै राज संस्था ल्याइ छाड्छु भनेर एउटा अभियानकर्ता चाहिँ आफ्नो राष्ट्रिय प्रजातन्त्र पार्टी मार्फत चाहिँ अभियानमा होमिरहनु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका अध्यक्ष नारायण गुरुङज्यू, आजको माहौल कस्तो छ हजुरको? एकदमै राम्रो छ हजुर। आज किनभने एकदम राम्रो भन्नुको कारण के हो भने जनता स्वतः स्फूर्त हिसाबले चाहिँ गुज्रेको छ। राजा जम्मैको साझा हो। यो राजा एउटा राप्रपाको मात्रै होइन, एमाले माओवादी काङ्ग्रेस जम्मैको राजा जम्मैको साझा। त्यसकारण यहाँ चाहिँ पार्टी विशिष्ट कुरो नआइकन यो देशलाई अभिभावकको जरुरत छ। यो देशमा राजा बिना यो देश चाहिँ रहनेवाला छैन। यो देशको अस्तित्व जोगाउनलाई राज संस्था चाहिन्छ। त्यसकारण चाहिँ राजा जम्मैको साझा यो त्यो भन्ने कुरा चाहिँ आउँदैन। र यहाँ आज जुन किसिमले जनता चाहिँ उपस्थित भएको छ, जनता चाहिँ आत्तिएर उपस्थित भएको छ। हिजोको दिनमा के थियो र आज त के भइरहेको छ भने प्रत्यक्ष चाहिँ यहाँ चाहिँ ऐनामा चाहिँ हेरे जस्तो छ, छर्लङ्ग छ। त्यसकारण चाहिँ हिजोको भन्दा अहिले चाहिँ जनताले चाहिँ दुःख पाएको छ। हिजो एकदमै राम्रो थियो। त्यसकारण राज संस्था अपरिहार्य छ र अभिभावकको रूपमा राज संस्था चाहिन्छ। व्यक्ति विशेष यो राष्ट्रपति यताउताको चाहिँ कुरा छैन। राष्ट्रपति भनेको एउटा व्यक्ति विशेष हो। राज संस्था भनेको सम्पूर्ण चाहिँ नेपाली जनताको राष्ट्रिय एकताको प्रतीक हो नि। राष्ट्रिय एकताको प्रतीक राज संस्था जिन्दाबाद जिन्दाबाद। श्री 5 महाराज ज्ञानेन्द्र वीर विक्रम सादेव सरकारको, श्री 5 महाराज ज्ञानेन्द्र वीर विक्रम सादेव सरकारको सबैले यहाँ आफ्ना प्यारा राजाको पक्षमा अहिले जय जयकार गरेको अवस्था मैले फेसबुक लाइभ मार्फत यहाँ प्रस्तुत गरिरहेको छु। यहाँ के कुन जाति के कुन सम्प्रदाय भन्ने नै छैन है। हरेक जाति हरेक पन्थ सम्प्रदाय कति बेला श्री 5 महाराज सरकारको सवारी हुन्छ र आफ्ना हातबाट आफ्ना बाहुलीबाट राजालाई चाहिँ पुष्पगुच्छा टक्राउँला भनेर तपाईँ त्यही भनेर आउनुभएको हो नि। यस यहाँ विभिन्न जाति देख्न सकिन्छ। पन्थ सम्प्रदायका महानुभावहरू आफ्ना प्यारा राजालाई चाहिँ कति बेला देखाउँला र यो दुःख बिसाउँला भनेर चाहिँ यहाँ प्रस्तुत भइरहनु भएको अवस्था छ। नमनारायण बाबु, यो पुष्पगुच्छा के को लागि? राजालाई अर्पण गर्नको लागि हो। ल ठिक छ। अब हामी यहाँ स्वागत जय होस्। ओहो ल यहाँ लामो समयदेखिबाट चाहिँ हजुर राजा ल्याऊ सबैले अघि मैले कसैलाई चाहिँ यो राजाको बारेमा एउटा सम्प्रदाय व्यक्ति खटिएको अवस्थामा सम्प्रदायको जय जयकार गरेको त राजा कुनै सम्प्रदायको हो? हजुरले गल्ती भन्नुभयो भनेर मलाई चाहिँ यसो भन्नुभयो कि राजा सबका फेरि भन्नु न। राजा सबका राजा ल्याऊ देश बचाऊ
भनेपछि देश अब डुब्नै लागेको अवस्था छ हैन। देशलाई बचाउनको लागि राजाको विकल्प छैन, त्यही भएर हामी राजा ल्याइ छाड्छौँ भनेर चाहिँ यहाँ तपाईहरु त्यही भएर उपस्थित भएको हो। देश बचाऊ, देश बचाऊ। जनता बचाउनको लागि, देश बचाउनको लागि राज संस्थाको अपरिहार्यता अनुभूत गरिकन यहाँ नरनारीहरू, थुप्रै नरनारीहरू अहिले लामबद्ध भइकन आफ्ना राजाको स्वागतको लागि चाहिँ यहाँ प्रस्तुत भइरहेको यो क्रम अहिले हामीले विश्ववार्ती मार्फत फेसबुक लाइभमा अगाडि जोडिरहेका छौँ। हामीसँग अहिले विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समिति कास्कीका उपाध्यक्ष जमुना सुवेदीज्यू अहिले हातमा राष्ट्रिय झण्डा लिएर आउनुभएको अवस्था छ भने यहाँलाई अहिले म यहाँको छातीमा चाहिँ विश्व हिन्दू महासंघको ब्याज मैले अहिले हस्तान्तरण गर्दै यो ब्याज यहाँ मलाई अहिले मेरै हातमा ऊ छ ल त्यो ब्याज ग्रहण गर्नको लागि समेत मैले यहाँलाई अनुरोध गर्दै त्यो ब्याज ग्रहण गर्नुहोला। उहाँ यहाँ विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिमा समेत हुनुहुन्छ, राष्ट्रिय समिति कास्कीको उपसभापति हुनुहुन्छ। धर्म रक्षामै यहाँको तर्फबाट भएको यो उच्च यो यहाँको कर्मको हामी उच्च मूल्याङ्कन गर्दछौँ। पाउनु तब तपाईहरुको लागि अर्को झुन्ड्याउने खालको ब्याज आउँछ। यो अन्तर्राष्ट्रिय वालाको भयो, बुझ्नु है। तपाईहरु अर्को अझै खारिनुपर्छ, उहाँ धेरै खारिएर बल्ल ब्याज पाएको हो। हजुरको पनि खारिएपछि हजुरको पनि ब्याज आउँछ ल। विश्व हिन्दू महासंघमा खारि राजा सबका अब यहाँ हेर्नुहोस् त, यो नेवारी जाति, नेवारी सम्प्रदायको अस्तित्व रक्षा चाहिँ अब यी दलहरूले गर्छन् त। यिनीहरूले त धर्म बेचेर खाने भयो भनेर अब हाम्रो संस्कार संस्कृति, हाम्रो अस्तित्व जोगाउन राजा नभई नहुने रहेछ भन्ने खालको कुरो अनुभूत गरिकन विशेष आजको कार्यक्रमलाई आयोजना गरेको नै नेवारी सम्प्रदायले यहाँहरूको जो इच्छा चाहनालाई चाहिँ अहिले स्वागत एवं अभिनन्दन मूल आयोजक समितिले आत्मसात गर्दै श्रीपाद महाराज सरकारलाई चाहिँ गणेश मन्दिरबाट पदयात्रा गरिकन चाहिँ विन्ध्यवासिनी दर्शनको कार्यक्रम आयोजना गरिएको छ। यहाँहरूलाई कस्तो लागेको छ? राजा चाहिएकै हो? राजा चाहिएकै हो? राजा नल्यायो भने के हुँदो रहेछ? अशान्ति भयो, धर्म सकियो, जाति सकियो, सबै थोक सकियो हो। नेपालको अस्तित्व नै सकिएला जस्तो भयो, हाम्रो अस्तित्व मेटिएला जस्तो भएर राजा चाहिएको हो। यस, सम्पूर्ण धर्मको नाश गर्यो, हाम्रो मौलिकताको नाश भयो। यस, हामी यहाँ सम्पूर्ण मौलिक रैथाने जाति सम्प्रदायको यहाँ व्यापक उपस्थिति रहेको अवस्था बीचबाट हामी जस्ताको तस्तैलाई प्रस्तुत गरिरहेका छौँ। अहिले हामी फेसबुक लाइभ मार्फत चाहिँ जस्तो अवस्था छ त्यही अवस्था यहाँ विश्ववार्ती मार्फत हामीले प्रस्तुत गरिरहेको अवस्था छ। यहाँहरूसँग सोध्छु म, राजा कसको रहेछ भने राजा सबका, राजा सबका, राजा तपाईहरुको मात्रै हो। अघि एकजना अघिको नेवारी सम्प्रदायमा गएर यसरी बस्नुभएको भएपछि तपाईहरुको संस्कार रक्षा त भनेको त अर्को एउटा बाले उहाँहरूको मात्रै हो, राजा हाम्रो होइन भनेर भनेपछि अनि मैले के भने राजा सबका, राजा सबका। यस, अनि यो गुरुकुलका ब्रह्मचार्य आश्रम समितिद्वारा सञ्चालित यो गुरुकुलका बटुक भाइ बहिनीहरू पनि अहिले यताउता गर्दै के गर्नु भएको छ, आफ्नो अस्तित्व रक्षाको लागि चाहिँ राज संस्थाको विकल्प छैन, राजा ल्याऊ, देश बचाऊ भन्दै यी भाइ बहिनीहरू आफ्नो अस्तित्व रक्षाको लागि राजा लिएर आउनलाई चाहिँ यो प्रयत्न गरेको अवस्था छ भने रामकृष्ण टोल मिसापुचको तर्फबाट यहाँहरू श्रीपाद महाराज सरकारको स्वागतमा यहाँ प्रस्तुत हुनुभएकोमा यहाँहरूप्रति पनि सबै भ्याउन लागिसक्यो। राजा सरकार आउनुहोस्, हजुर आउनुहोस्, हामी साथ छौँ सबै। आउनै पर्छ, एकदम नागरिकहरूले राजा खोजिरहेछ। राजालाई ल्याउनै पर्छ, राजालाई ल्याउनै पर्छ, ल्याउनै पर्छ। राजा आऊ, राजा ल्याऊ। अब फेरि त्यस्तै गरिकन अर्को अभियानकर्ता हुनुहुन्छ विश्व हिन्दू महासंघ वडा समिति 17बाट एवं राष्ट्रिय धर्मसभा नेपालको समेत जिल्ला समितिका
कार्यकारिणी व्यक्तित्व मनिषा पौडेलजी यहाँलाई पनि हार्दिक 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 नमन व्यक्त गर्छौं। श्री 5 महाराज सरकारको यो उपस्थितिमा हुन गइरहेको कार्यक्रमको लागि। हजुर ल हजुर सरकार महाराजतिर आउनै पर्छ। हजुर अब यत्रो जनताले क्यारे बाल बच्चा लगायत जनता लगायत सब अब एकजुट भएको यो नेपाली कांग्रेस एमाले तिनीहरूले त्यो देख्नु नै पर्छ। यो ठाउँमा अब राजा चाहिएको रहेछ कि रहन्छ भनेर राजा चाहिएछ कि चाहिएन भनेर उनीहरूको आँखा खुलिन्छन् कि खुलेर रहन्छन्। जबरजस्ती जनतालाई फेरेर भ्रष्टाचार गरेर यो देशलाई अर्कै देशमा मिलाउन खोज्ने व्यक्तिहरूलाई अब यो जनताले छोड्ने होला छैन। तपाईहरुको सामान्य मैले भनेकै छु, हो कि हैन भनिदिनुहोस्। तपाईहरु हो कि हैन? राजा ल्याऊ देश बचाऊ, राजा ल्याऊ देश बचाऊ। नागरिकहरू सबैले के भनिरहेछ? राजा ल्याऊ देश बचाऊ। राजा आफै आउने होइन, हामीले राजालाई लिएर आएर राजाको लागि राजा चाहिएको होइन। हाम्रो लागि हाम्रो अस्तित्व रक्षाको लागि हाम्रो अस्तित्व रक्षाको लागि चाहिँ राजा चाहियो भन्ने खालको कुरो यहाँ अत्यन्त आजित भइकन भएको रहेछ। कांग्रेसले के भनिरहेछ तपाईहरु हेर्दै जानुहोस्। आफ्ना हातमा राष्ट्रिय झण्डा बोकेर यहाँ आफ्ना प्यारा राजाको स्वागतको लागि अहिले नागरिकहरूको व्यापक उपस्थिति रहेको छ भने आक्रोश व्यक्त गरिएको अवस्था। अझै पनि नेपाली कांग्रेस एमालेलाई चेतना आउँदैन भने अब जनताका अघि पछि नहिँड तिमीहरूलाई हिजो दियो जनताले कति वर्षसम्म अहिलेसम्म तपाईहरुलाई मौका दिएको थियो, यो मौका गुमाउनु भयो। आज यो जनताले राजा चाहियो भन्नुहुन्थेन होला। तपाईको धोकाले हाम्रो राजा, हाम्रो देश, हाम्रो राजा आऊ भन्ने हाम्रो आह्वान छ। हामी राजा ल्याएर नि छोड्छौं तपाईहरु हेर्दै राख्नु। कति पेल्ने अब पनि नेपाली कांग्रेस एमाले तपाईहरु कति पेल्दै हुनुहुन्छ यो जनतालाई थाहा छैन। अब पनि हाम्रो जनता पनि लाटो भयो भने त मेरो भनाइ चाहिँ छैन। अब राजा नआइ छोड्दैन ल। यो जनताको मासलै भनेछ मैले भनेको। सबैले मैले लाइभ हालिरहेको छु। के खोज्नु किन आउनु भन्दा थियो हजुरलाई यता हेर्नुहोस्। अनि यहाँको तर्फबाट आजको माहौलमा के भन्नु छ? हाम्रो माहौलमा राजा आउने भन्ने कुरा सुनियो। हजुर त्यही भएर उहाँको स्वागतको लागि हामी फुल पुष्पगुच्छ आफ्नै हातले स्वागत गरेका छौँ। आनन्द आउँछ राजालाई फुल दिँदा? राजालाई फुल दिन पाउँदा त अति नै आनन्द आउँछ। दलका नेतालाई दलका नेता र राजा एउटै हुँदो रहेछ त। कोही मान्छेहरू त भोट हालेर राजा बनाउने भन्दै नि त। केपी ओली भन्दा त राजै थिए हो। यी मन्त्री यी भोट हालेका भन्दा राजा ठिक भन्दै यहाँका मौलिक पोखराको मौलिक रैथाने नेवारी सम्प्रदायको तर्फबाट विभिन्न ठाउँमा चाहिँ यो देखिएको अवस्था छ। हामी नेवारको तर्फबाट गरिराखेको क्रममा चाहिँ ल नेवारलाई चाहियो रे भनेको त अर्का 2-3 जनाले आएर ओहो नेवारलाई मात्र राजा चाहिएको हामीलाई होइन भनेर मलाई समेत खप्लक भनेपछि राजा त्यही भएर हजुर हजुर हाम्रो देश सकिन लागेको बताउनुस्। हाम्रो सरकार हाम्रो देश सके हाम्रो देश राजा ल्याऊ। नेताहरूले देश खाइसक्यो, राजा चाहियो। खायो, बेचिसक्यो। हाम्रो धर्म पनि खायो, हाम्रो संस्कार पनि खायो। ल हाम्रा यी हाम्रो धर्म संस्कार संस्कृति यो नेताहरूले सबै मेटाइसक्यो भन्दै अब यहाँ माहौल मिलाउनु है अहिले यहाँ चाहिँ तपाईले त सत्य गर्दै हुनुहुन्छ हजुर। अनि अब यहाँ यी राष्ट्र रक्षार्थ नेपालको अस्तित्व रक्षार्थ हामी अब त्यहाँ त नेवारहरूको संस्कृति रक्षार्थको कुरा आयो। अब यहाँ आयो यी बाहुनको अस्तित्व मेटिनु भयो भनेर यो 2 जना उहाँलाई र मलाई हामीहरूले होइन। अब म कुरा खोतल्छु डमरू बाबाको यो डमरूमा गुड्का नभएको अवस्था सहित हामी 3 जना लगायतलाई लगाएर यिनीहरूले 72 सालको दस्तावेज नेपालको संविधान होइन भन्ने खालको कुरो चाहिँ हामी प्रमाण हो। हामीलाई लगाएर भोट हाल्न लाउने, भोट हालेर लगाएर यस्तो दस्तावेजलाई संविधान बनाउने, यो बनाउन पाउँदैनौँ भनेर हामीले हाम्रो भोट फिर्ता ल्यायो भनेर जाने बेला हामी 3 जनालाई लगाएर थुनेको दिनभरि हामीलाई थुनेर लादेको त्यो दस्तावेज संविधान हुन्छ? हुँदैन। यो संविधान हुँदैन। हामीलाई लड्दैन हो कि होइन? कति गते 2072 साल असोज 4 गते दिनभरि हामीलाई लगाएर पुलिस कहाँ लगाएर थुनिया छ।
हामीलाई थुनेर 2072 सालको दस्तावेजलाई संविधान हो भनेर हामी मान्छौँ हामी मान्छौँ अब मुद्दा हालिन्छ सर्वोच्चमा मुद्दा हालेर चाहिँ हामी 47 सालकै संविधान मानियो 47 सालकै संविधान ल्याइछाड्छौँ डम्बरू भनेको यो गुटका नभएको डम्बरूको अर्थ त्यही हो ल यसरी सबैले गरिराखेको आग्रहलाई चाहिँ हामीले के गर्ने हो अब पुरा गराउने हो राजा ल्याऊ राजा ल्याऊ ल हेर्नुहोस् है यहाँको माहौल हामीले सबैलाई देखाइरहेको क्रम छ म ओहो यो आफ्नो मौलिकता धर्म संस्कार संस्कृति रक्षार्थ यो मोर्चल र्याली छ है मोर्चल नभए अनि यहाँको यो माहौल सहित अब हामी चाहिँ फेरि अगाडि बढ्दैछौँ जननी जन्मभूमिश्च स्वर्गदपि गरिएछि भनेर आफ्नो छातीमा चाहिँ ब्यानर ब्याज टाँसेर एकजना बा यहाँ आउनुभएको छ यो बा यहाँ किन आउनुभएको विष्णुवंशी उता विष्णु गुरु पनि आएको अवस्था छ है विष्णु भन्ने बित्तिकै विष्णु गुरुको आएको हुनुभयो हामीले विष्णुको रूपमा मानिरहेको आज हजुर हामीले त्यही भनेको ए ल जसरी पनि ल अब यहाँ चाहिँ अर्को रौनक यहाँ छाको अवस्था छ राजाको लागि गुणगान होइन यहाँ त बडो मजाको माहौल बडो मजाको माहौल जुरिरहेको छ धम्बु दाजु होइन के हुँदैछ यहाँ भने धम्बुदाईको साथमा हामी हुनै पर्छ राजा ल्याइ छाड्ने हो राजा फालिएको छ कि छैन यिनीहरूले निर्णय गरेर फालेर जनताको मनबाट राजा फालिएको छ त तपाईले जनता राजा फाल्नलाई भोट दिएको हो त राजा फाल्नलाई तपाईले भोट दिएको हो कि होइन अनि यिनीहरूले किन फालेको यिनीहरूले राजा फाल्न पाउँछन् राजा ल्याऊ अनि हामीलाई मलाई त लगेर थुने होइन 72 सालको असोज 4 गते त दिनभरि लगाएर बगेर थुनेका हुन् मैले यस्तो गराउनलाई भोट दिएको होइन भनेपछि म त्यहाँ 2 जना हुनुहुन्छ हामी 3 जनालाई दिनभरि थुने हो अनि तपाईहरुले चाहिँ मलाई लागेको थियो तपाईहरुले त यस्तो दस्तावेज संविधान बनाउनलाई भोट दिनुभएको हो कि भनेको तपाईहरुले पनि यस्तो बनाउनलाई भोट दिएको हो कि होइन देश यस्तो ल राज संस्था श्रीपाद महाराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकार को श्रीपाद महाराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकार को राजा ल्याऊ ल यहाँ अब मिलियन डलर खानेलाई हजुर राजाले समातेर कारवाही गर्नुपर्छ हस् हुन्छ हामी यो लामो जान्छ श्रीपाद महाराज सरकारको यो माहौल हामी बिन्दुवासिनी गइन्जेलसम्मलाई चाहिँ राख्नेछौँ त्यताबाटको माहौल चाहिँ बाबुले मिलाउनु ल अहिले हामी विश्व पार्टी मार्फत अस्ट्रेलियाबाट हामी यहाँको माहौल चाहिँ विश्वव्यापीकरण गरिराखेका छौँ है नि ओके हामी अस्ट्रेलियाबाट विश्वभर भएका नेपालीहरू माझमा ओके ल धन्यवाद यहाँका नरनारीहरू होइन अत्यन्त व्यापक चासोका साथ यहाँ अहिले उपस्थित भइरहेको अवस्था छ ए जय होस् अहिले लाइभमै छौँ हामी अहिले हामी खोलिदिया छन् यता छन् पाउनु यो हजुर होइन हजुरलाई वाला होइन पाउनु है यहाँ विश्व हिन्दू महासङ्घका अन्तर्राष्ट्रियवालालाई मात्रै
अन्तर्राष्ट्रिय धेरैलाई पुग्या होइन, हजुरहरूलाई अर्को छँदैछ, अर्को प्राप्त हुन्छ है। हामी जो थोरै भएर हो ल। अहिले हामी विश्व हिन्दू महासङ्घको ब्याज चाहिँ हाम्रा माननीय पार्षदहरूलाई चाहिँ अहिले हामीले हस्तान्तरण गर्दै विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय समितिका महामहिम ठाकुर प्रसाद बराल गायत्री पण्डितज्यूलाई हामी यहाँ अगाडि भेटिरहेको अवस्था छ। त्यस्तै गरिकन विश्व हिन्दू महासङ्घ नेपाल राष्ट्रिय समिति कास्कीका उपाध्यक्ष बालकृष्ण सुवेदीज्यू पनि यहाँ उपस्थित हुनुहुन्छ। हाम्रो जय पशुपतिनाथ अहिले जय होस्। यहाँ थुप्रै नेपाली नरनारीहरू अहिले आफ्ना प्यारा राजाको स्वागतको लागि अहिले यहाँ हातमा पुष्पगुच्छा लिएर हैन, यहाँ पुष्पगुच्छाका साथमा अहिले यहाँ प्रस्तुत भएको अवस्था छ। कोही कोही त बुढाबुढा धेरै देखियो भनेको त यहाँ त युवा बाबु पनि अत्यन्त ठुलो जोस जागरले जागरका साथ हैन श्रद्धा भक्तिपूर्वक चाहिँ अहिले यहाँ त नमन नारायणको अवस्थामा चाहिँ प्रस्तुत भएको अवस्था। बाबुको नाम? मेरो नाम प्रकाश बहादुर सुनार। प्रकाश बहादुर सुनार। अनि अहिले हातमा अत्यन्त शालीन हिसाबले बाबु प्रस्तुत भएको अवस्था के हो, क्रम के हो बाबु? राजालाई भेट्न आएको नि, राजा देख्नै पाइएन, नजर मिले राजा हटिसक्नु भएको थियो, हटाइसकेका थिए नि। राजा चाहिँदो रहेछ भन्ने खालको कुरो बुझियो नि। अब राजा चाहिन्छ, राजा नभए हाम्रो देश रहँदैन, अस्तित्व रहँदैन भन्ने कन्फर्म भयो नि। अब भइसक्यो सबै कन्फर्म भइसक्यो। यस, अहिले नयाँ पुस्तालाई के मतलब भनेर कुनै नेताहरूले भन्थे भनेदेखि बाबु चाहिँ नयाँ पुस्ताको बाबुलाई समेत मैले यहाँ प्रस्तुत गरेँ। नयाँ पुस्ताको पुरानो पुस्ताको त उहिलेदेखिबाट राजा फाल्नु हुँदैन भनेर लडिराखेको महामहिम पनि उहाँ हुनुहुन्छ होइन भने। अहिले हामी यहाँको पोखराको यो वडा नम्बर 4 मा अवस्थित गणेश मन्दिर परिसरमा हामी यहाँ प्रस्तुत हुने क्रममा यहाँका थुप्रै नरनारीहरू होइन हातमा झन्डा लिनुभएको छ। बिचरा तपाईँहरू राजालाई दर्शन गर्ने भनेर अघिदेखिबाट आएर उभिँदा खुट्टा गलेर बस्नु भएको हो। खुट्टा गले भए पनि बसेर भए पनि राजाको दर्शन गर्ने भनेर हो। अनि किन यति कष्ट गरेर राजा खोज्नु भएको त? नेताहरू देखेर वाक्कला, नेताहरूले सक्छ देश सक्ने भयो भनेर लाएर राजा चाहिएको हो। तपाईँहरूलाई पनि त्यही हो, सबै त्यही हो रे। नेपाललाई चाहिँ नेताहरूले बेचेर खाने भए, राजा बिनाको देश होइन, पानी बिनाको माछा जस्तो अवस्था भयो भन्दै अहिले यहाँ थुप्रै हजारौं नरनारीहरू अहिले श्री 5 महाराज सरकारको आगमनको प्रतीक्षामा रहिरहेको क्रम छ। अगाडि अघिल्लो क्रममा चाहिँ यहाँ बाजा बजिरहेको पनि क्रम छ।